हेलो एभ्रिवान, वेलकम छ फेरि पनि मेरो नयाँ भ्लगमा हजुरलाई। अनि यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ दिदीले चाहिँ भाइलाई लुगा चेन्ज गरिरहेको छ। यसलाई दिनमा 2 चोटि 3 चोटि फेरिदिनुपर्छ है। अनि फेरि हामी दोकान गएको है वाइ किन्नु। अनि आजको वेदर पनि एकदम दामी छ, एकदमै दामी छ है। अनि हामी चाहिँ यहाँ जेली पनि किन्यौँ, वाइ पनि किन्यौँ र आजको दिन यस्तो दामी छ, मलाई एकदम मन पर्यो है। अनि यहाँ छ मेरो नक्कली छोरी। अनि हाम्रो चाहिँ यहाँ लन्च आइपुग्यो है घरमा। अनि म सानो नानीसँग बात मार्दैछु, कस्तो मजाको जेली क्युट परेको भन्दै है। अनि यहाँ चाहिँ म चाहिँ साग टिपिराखेको छु। यो चाहिँ साग चाहिँ हामीले आफै रोपेको है। मलाई चाहिँ वाइ म्यागीमा चाहिँ साग मनपर्छ। ल यसलाई चाहिँ एकदमै मजाले धोएर चाहिँ अब म यसलाई पकाउने छु है। मलाई चाहिँ एकदम मनपर्छ र म चाहिँ यसरी पकाउँछु सिम्पल प्रकारले। हजुरहरूले कसरी पकाउनुहुन्छ है? म चाहिँ एकदमै सिम्पल प्रकारले पकाउँछु। मलाई चाहिँ हरियोहरू के हालेको मनपर्छ है। अब चाहिँ हाम्रो तयार भयो लन्च है। यो बिस्को चाहिँ सानो नानीको, यसले पनि हामीले जस्तो खाए त्यस्तै माग्छ है। उसको चाहिँ झुक्काउँदै खुवाइदिनुपर्छ है। अनि यहाँ छ छोरीले चाहिँ च्याउँदै हेरिरहेको छ क्यामेरामा है। अनि अब पिरो पनि एकदमै भएछ है। अनि छोरीले चाहिँ भन्दैछ यहाँ मम्मीले चाहिँ कत्रो बेसी पिरो हालेको भन्दैछ है। सानो नानीले चाहिँ मेरो मुखमा हेर्दैछ। उसले चाहिँ हामीले जस्तो खाए त्यस्तै माग्छ नि त। म चाहिँ उसको खानालाई झुक्काउँदै खुवाइदिन्छु है। अनि साँच्चै नै पिरो एकदमै भएछ। र यहाँ छ नानी चाहिँ मेरो सुरुवालमा लुगामा झुन्डी उभिनु खोज्दैछ है। उभिरहेछ है, एकदमै काम्दै। अनि यसको चाहिँ लुगा चाहिँ यसरी हुन्छ है। 2 चोटि दिनमा 2 चोटि दिनुपर्छ। अनि हाम्रो सानो गार्डन। अनि यहाँ चाहिँ रोपेको छ हामीले फुलकोपीहरू, बन्दाकोपीहरू है। अनि यो चाहिँ भर्खर फल लाग्दैछ। आजको दिन चाहिँ यसरी बितेको छ। हजुरहरूको कस्तो भयो? र मेरो चाहिँ यसरी बितेको छ। अनि यहाँ छ मेरो बहिनीको नानी हामीसँग छ है। यसको चाहिँ नाम अम्लारी। स्कुलबाट आइसक्यो है, थाके तुमा भनिराखेको छ मलाई। अनि म चाहिँ यहाँ सोध्दै आज पढाइ कस्तो भयो? त एकदम राम्रो भयो अरे हो। अनि लन्चहरू कस्तो भयो भने दामी भयो अरे। र हाम्रो दिन चाहिँ यसरी बितेको छ आजको दिन। हुन्छ, बाइ बाइ।